यो भिडियो पुरै हेरिसकेपछि यो भिडियो सम्पूर्ण नेपाली जनतामा सेयर गरेर पुर्याउने जिम्मेवारी तपाईको हो। पहिले यो भिडियो हेर्नुस्। आतंककारीले देश सबै जलाएर सिद्ध्याए, अब फेरि बनाउनु पर्छ। यसपालि फेरि भोट चाहिँ हामीलाई है। कसको फोटो नि त्यो बुबा है? त्यही आतंककारीको हो। अब यो भिडियो हेरिसकेपछि सम्पूर्ण नेपाली जनताहरूले एउटा कुरा भुल्नै हुँदैन कि ती 76 जनाको बलिदानलाई कहिले पनि बिर्सिन र भुल्न हुँदैन। त्यसकारणले गर्दाखेरि तपाईले चुनावमा भोट दिँदाखेरि ती व्यक्तिलाई सम्झिनुपर्ने छ। त्यसकारणले गर्दाखेरि 23 र 24 गते जुन व्यक्तिले नरसंहार मच्याउन आदेश दिएको थियो, जुन व्यक्तिले गोली हान्न आदेश दिएको थियो, त्यस्ता व्यक्ति र त्यस्ता पार्टीहरूलाई भोट दिनुभन्दा पहिला यी 76 जना व्यक्तिहरूको बलिदानलाई तपाईले हेर्नुपर्ने हुन्छ। त्यसकारणले गर्दाखेरि अहिले देशले मागेको, जनताले चाहेको पार्टी रासपा। यदि तपाईले अहिलेको चुनावमा जसरी हुन्छ रासपालाई भोट दिएर बहुमतको सरकार बनाउनुहोस्, तब त्यसपश्चात 76 जना बलिदान दिएका आम नेपाली भाइहरूको रगतले न्याय पाउनेछ र जेनजीहरूको मागहरू पनि सम्बोधन हुनेछ। त्यसकारणले गर्दाखेरि हामीहरूले यी 76 जना व्यक्तिलाई कहिल्यै पनि भुल्न हुँदैन। यिनी देशको लागि सधैँ अमर रहिरहनेछन्।